बालेन शाहजीले 27 जना मान्छे राख्नु भएको छ स्वकीय सचिव। किन राख्नु भएको उहाँले? को हुन् तिनीहरू? कति पढेका हुन्? पृष्ठभूमि के हो? के यस्तै मेहनत गरेका विद्यार्थीहरू हुन्? गाउँबाट उठेर आएका, गोठालो जाँदाखेरि किताब समातेका, एउटा कठिन परिश्रम गरेका, अनुशासन बसेका मान्छेहरू हुन्? 4-5 लाख मध्ये 2 लाख मात्रै मान्छेहरू यसरी आवाज सुनिएन भने, काठमाडौँमा आएर सिंहदरबार घेरे भने के हुन्छ बालेनको हालत? के हुन्छ चाहिँ गृहमन्त्रीको हालत? के हुन्छ यो संसदहरूको हालत? त्यसैले समयमा कुरा सुन्नुपर्छ। अघि भाइले भन्नुभयो भर्खरको युवा, 19 वर्षको युवा, ऊ लोकसेवाको तयारी गराउनु भएको छ। लोकसेवाको तयारी गर्ने कि घरको पारिवारिक तनाव झेल्ने कि काठमाडौँमा कोठा भाडा कसरी खानपिनको व्यवस्था गर्ने कि आन्दोलन गर्ने? के गर्ने युवाहरू? यसरी युवाहरूलाई बेचैन अवस्थामा लिने कुरा हाम्रो लागि सही हुन सक्दैन। र त्यसैको लागि उहाँहरूको यो मैले हेरिरहेको थिएँ सामाजिक सञ्जालमा, उहाँले भन्नुभयो श्रावण 4 गतेदेखि यतादेखि नै विद्यार्थीहरू, पढ्नुपर्ने विद्यार्थीहरू सडकमा आन्दोलित भइरहेका छन्। ऊ पढाइ बिग्रिरहेको छ, अन्यलता छ, भोलि के हुने हो? यस्तो प्रकारको अवस्था आउने कुरा दुःखद कुरा हो। किनकि अस्ति अब 1 वर्ष पुग्दैछ नेपालको यही पुस्ताले यो देशमा गरी खान पाऊँ भनेर विद्रोह गरेको थियो। विद्रोह गरेर त्यति धेरै मान्छेहरूले मृत्युवरण गर्नु पर्यो। त्यही रगतको बलमा त्यो सरकार बनेको होइन, या त त्यो रगतको दुरुपयोग गरेर त्यसलाई हाइज्याक गरेर सरकार बनेको भन्नु पर्यो। होइन भने युवाको कुरा सुन्नुपर्छ। यतिका दिनसम्म चाहिँ काठमाडौँमा उहाँहरूको चाहिँ युवाहरू यति धेरै आन्दोलन हुँदाखेरि सुन्नुपर्ने हो कि होइन? बिचरा प्रत्येक दिन प्रत्येक क्षण कहिले पोस्टर छाप्नु पर्यो दाइ, कहिले यो मन्त्रीले अवहेलना गरेको छ, कहिले चाहिँ अर्को मन्त्रीलाई भेट्नु त्यहाँ चाहिँ हप्काएको छ। को यो देशको ठुलो मान्छे भनेको? यसरी नागरिकले हप्काउने युवालाई हप्काउन पाइन्छ? यो पाइँदैन। मैले सुने सिंहदरबारमा उही भाइले भन्नुभयो आफ्नो जायज कुरा राख्न गएको छ। मन्त्री कसको लागि हो? मन्त्री केका लागि मन्त्री बन्छ? नागरिकको आवाज सुन्न र त्यसलाई सम्बोधन गर्न मन्त्री बन्ने हो। प्रधानमन्त्री किन बन्छ? किन प्रधानमन्त्रीलाई हामीले पालिरहेका छौँ? उसको सेवा सुविधा सबै तपाईँ हाम्रो करबाट तिरिएको छ, अनि त्यो प्रधानमन्त्री तपाईँ हाम्रो कुरा नसुन्ने, बन्द कोठाभित्र कालो चस्मा लगाएर बसेर हुन्छ? त्यसैले लोकसेवा अध्ययनरत विद्यार्थीहरूको मस्तिष्क बिग्रिरहेको छ। एउटा निरन्तर पढिरहेको मान्छे, एउटा कर्म गरिरहेको मान्छे आन्दोलित हुनु परिरहेको छ। आन्दोलन गर्न, यो पत्रकार सम्मेलन गर्न पैसा जुटाऊ, अर्को पम्पलेट छाप, सडकमा लट्ठी खाऊ, अर्को गर, यसरी चाहिँ युवाको भविष्य सुनिश्चित हुन्छ? हुँदैन। त्यसैले 4-5 लाख युवाहरू वार्षिक रूपमा, नेपालमा सबैको विश्वास टुटिसकेको थियो। एउटा अलिक विश्वसनीय संस्था भनेको लोकसेवा आयोग थियो। लोकसेवा आयोगको विश्वासमा धर्म रहेको थिएन। धेरै युवाहरूले सपना देख्थे, मेरै पनि बाआमाले के गर्छौ यो लोकसेवामा लाग, जागिर खाऊ भन्ने गर्नुहुन्थ्यो। मैले चाहिँ +2 पास गरेपछि भनेपछि यो एउटा लाखौँ परिवारको, यो नेपाली सबैको मेरो